थ्याङ्क यू। खासमा हेर्नुहोस्, हामी नेपालीले होइन, आफ्नै झ्याउरेमा आफ्नै लोकगीतमा छम छम नाच्नु जतिको मजा चाहिँ केहीमा आउँदैन, हो कि होइन? भोलि आजभोलि गीतहरू सुन्यो भने या यो आहा मलाई धेरै सुन्न पाइन्छ होइन। म्युजिकको ट्रेन्ड चेन्ज भएको छ नि त अहिले। आजभोलि हामीले सुन्न पाइने भने त्यस्तै हो, पुरा लारा लारा दट लारा 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 कतिवटा लारा है, झोला ग्याङ माचिस यस्तो यस्तो आउँछ नि त अचेल होइन। तर हाम्रो चाहिँ मादल ठट्टा र उठ्यो बस्यो हान्नु जतिको मजा चाहिँ केहीमा पनि आउँदैन। किनकि हाम्रो बेस भनेको हाम्रो लोक संस्कृति हो कि होइन धनकुटा? ओके, तातो पनि हो कि के हो? सोल्टीले के ल्यायो? ओके, तातै ल्याएछ। एकछिन खोला त बेबी एउटा हातले, एउटा तिम्रो हात एउटा मेरो हात खुवाइदिन्छौ। कति तातो यार कसम। आज त डेटिङ गयो भने किस खानै मिल्दैन होला। यस्तो पोल्यो भने यस्तो को पापी हो यो, त्यस्तो तातो पानी। यो पानी तताउने मान्छे चाहिँ मेरो एक्स बोयफ्रेन्ड नै पऱ्यो क्या? ओ माइ गॉड, यसो हल्लाएर सेलाइदिइराख न, हल्लाएर मिलाएर। नत्र यस्तो गर, तिमीले मुखमा राख अनि अलिकति सिलायो भने मलाई खुवाइदेऊ। सोल्टी हो, यस्तो गर्नुपर्छ नि त यार, अलिक व्यवस्था गर्नुपर्छ अलिक राम्रो केटीलाई। थोरै हल्लाएर थोरै खै भयो। ओ माइ, खासमा मलाई होइन यति चिसो लागेको छ नि, गाउन पनि राम्रोसँग मिलिरहेको छैन, स्वर कस्तो सुकिया छ होइन। अब चिसो लाग्नु पनि कारण छ कि हजुर? यस्तो जाडोमा एक्लै सुत्नुपर्छ। बिहा गरेको छैन अहिलेसम्म। मलाई लाग्छ मान्छेले बिहा के को लागि भन्दाखेरि चाहिँ जिन्दगीमा एउटा पार्टनर चाहिन्छ भन्छन्, कोही भन्छन् एउटा दुःख सुखमा सहयात्री चाहिन्छ भन्छन्, कोही चाहिँ नेचुरल प्रोसेसलाई हामीले पनि न्याय गर्नुपर्छ होइन। बच्चा पाउनको लागि, सृष्टि चलाउनको लागि बिहा गर्ने भनेर भन्छन् होइन। तर मैले बिहा गर्ने भनेको चाहिँ जाडो धान्नलाई मात्रै हो। हजुर बेबी, अनि जाडोमा टक्क बिहा गर्ने, गर्मीमा डिभोर्स दिइहाल्ने कि? अघि अर्को गीत त